रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा एउटा अत्यन्तै दुःखद र मन छुने घटना सार्वजनिक भएको छ। सानोभेरी नदीको किनारमा दुई नाबालिका दिदीबहिनीको शव फेला परेपछि पुरा गाउँ शोकमा डुबेको छ। बाँफीकोट गाउँपालिका वडा नम्बर 3 भाग्लेका 14 वर्षीय उर्मिला ओली र 12 वर्षीय कल्पना ओली मृत अवस्थामा फेला परेका हुन्। उनीहरू एउटै घरका दिदीबहिनी थिए। स्थानीय बासिन्दाले सानोभेरी नदीमा केही डुबिरहेको देखेपछि प्रहरलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्दा करिब 500 मिटरको दूरीमा दुवै शव फेला परेको प्रहरले जनाएको छ। यो खबर गाउँभरि फैलिन साथ वातावरण नै स्तब्ध बनाएको थियो। घटनालाई अझ पीडादायी बनाउने कुरा के हो भने उनीहरूसँग गएकी अर्की 13 वर्षीय सपना ओली भने अझै बेपत्ता छिन्। प्रहरी र स्थानीयले उनको खोजी जारी राखेका छन्, तर परिवारको मनमा बढ्दै गएको चिन्ता र पीडा शब्दमा व्यक्त गर्न कठिन छ। प्रहरीका अनुसार उनीहरू हिजो मुसिकोट नगरपालिका 1 भलखोलामा हुने बिहे कार्यक्रममा जान घरबाट निस्किएका थिए। उनीहरू कसरी सानोभेरी नदीसम्म पुगे र कसरी यस्तो दुःखद घटना भयो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।